आज फेरि सानो यो सिँढीको भिडियो बनाउँदैछु। मेरो नाम नाउङ शेर्पा हो र यो पोहोरको सिँढी यसपालि फेरि बनाएर सानो यसलाई चाहिँ मेटाउँदैछु र सिँढी यस प्रकार बनाएको छु। यो पोहोर खिच्नु भएको थियो, पोहोर मैले भिडियो हाल्नु भएको थियो। पोहोर चाहिँ यो रेलिङ लगाएको थिएन, यसपालि फेरि यो रेलिङ लगाएर बनाएको। यो रेलिङ यस प्रकार लगाएको छ। अब यहाँबाट उम्फो चाहिँ 25 सिँढी चढेपछि माथि सानो चौरमा पुग्छ र अब म लाग्यो सिँढी चढेर यस्तो रेलिङ लगाएर चाहिँ यसपालि चाहिँ कम्प्लिट भयो। यो सिँढी यसपालि मुस्किलले 2 महिना लाग्यो कम्प्लिट गर्नु। तल ग्राउन्ड पनि बनाएको छु र यताबाट अब यी चौरमा आइपुग्यो। चौरदेखि यो माथिको यही दर्शनको लागि बनाएको सिँढी हो र यहाँनिर चाहिँ उँधोबाट 25 सिँढी चढेपछि मान्छे थाक्यो भने चाहिँ यहाँ आएर आराम गर्ने जग्गा प्लम गरेर चाहिँ सानो सिमेन्टको बेन्च बनाइदिएको हो र यसो उम्फो यो माथिको लागि। अब यहाँनिर चाहिँ अहिले चाहिँ सिर्फ एउटै मात्र बनाएको छ। अब यहाँ 3टा लैन अझै भगवान च्यारस र गुरिमुर्सेको पनि यहाँ लैनै लगाउने भन्दैछ र यहाँ चाहिँ अब यो भित्र डोमङ्गिसी चाची राखिसकेको छ यस प्रकारले। तर यो अहिले ओपनिङ भएको छैन, यो यसरी राखेको छ र यहाँनिर अहिले प्लास्टिकले छोपेको छ, ओपनिङ भएको छैन। ओपनिङ हुन्छ होला अब अलिक पछाडि। र यो त यो मुनिको प्लम गरेको ढलाइ गरेको त मैले पोहोर पनि युट्युबमा हालेको थियो र यो अहिले फेरि रिपेयरिङ गरेर यस्तो प्रकारले घुम्ने गरेको छ। यहाँ जति पनि यो बनाएको त मैले पोहोरै युट्युबमा हालेको थियो र यसपालि कम्प्लिट भएको चाहिँ देखाएको हो र सबैले हेरिदिनुहोस् भन्ने अनुरोध छ। यसो उता देख्ने सबै नाथाङ बजार हो र अब म उँधो फर्किँदैछु, उँधो गुम्बापट्टि फर्किँदैछु र यहाँनिरबाट उँधो उता पारी देख्ने सबै नाथाङ बजार हो र साथै रेलिङ यस्तो प्रकारले फलाम लाएर बनाउँदाखेरि मिस्त्री कालिम्पोङबाट मगाएर बनाएको हो र मिस्त्रीले दिनको 1200ले हाजिरा लियो र यसमा सोल्डिङको सामान और ब्लेडहरू सब गर्दा मिस्त्रीको सबै गर्दाखेरि करिबन मेरो गोजीबाट 30,000 क्यास गयो। अरू त सबै फ्रीमा गरेको हो। सधैँ हर साल हिउँदोमा काम हुँदैन र बर्खामा चाहिँ 1 महिना 2 महिना म आफै खटेर यो सिँढी पनि कम्प्लिट गरिदिएको छु। यो पोहोरको युट्युबमा अधुरो थियो भने यसपालि यो सिँढी बनाउँदाखेरि हाम्रो लाक्पा शेर्पा फुरी पापाले पनि पुरा साथी गर्नुभयो। यो सिँढीको मिस्त्री नै फुरी पापा लाक्पा शेर्पा हो र मात्रै यो क्लियर हुनु सक्यो। अब यहाँनिरबाट चाहिँ उँधो झर्दैछु। यो उँधो देख्ने सबै छेउदेन हो र उही फुरी पापा यहीँ हुनुहुन्छ। ओइ फुरी पापा यता फर्क्यो है। यही हो मेरो यसपालिको साथी गर्ने मिस्त्री चाहिँ फुरी पापा लाक्पा शेर्पा है। यो चाहिँ यहाँ गुम्बा घुम्दैछ। उहाँले पुरा यसपालि साथी गरेको छ। पुरै सिमेन्टको यो सिँढी सब गर्ने चाहिँ हाम्रो फुरी पापा लाक्पा शेर्पा भन्ने हो है। हेर्नुहोस् है तपाईँहरूले हो। अब गुम्बा उँधो घुमेर उता छेउदेनको निकाल्ने छु।
ल टसी दिले ए तपाईँ फेरि कहाँबाट हो आजका छ थुमी मान्छे यहाँ भाडा यस्तो हो कृष्ण मन्दिरको पण्डित चाहिँ हाम्रो बुद्धिस्ट गुम्बामा किन आएको? तपाईँ यहाँको थुमी भाडा यति बेला आउने हो यहाँ काम लाउँछ भन्दै भाग्दै थियो होइन मैले जानेन यो ल है त यी अहिले यस्तो प्रकारको भएको छ यो ग्रहण यहाँको पहिला सुङमा सोसी गर्ने घर थियो त्यो पनि तोड्यो यो डल्लै मैदान गिरन बनाएको छु र यता यी छोदेनी यस प्रकारको छ जम्मा यहाँबाट 8वटा छोदेनी लै नै छ र यो सिँढी चाहिँ रेलिङ लगाएको अब मुनिबाट छोदेनमा घुमेर फेरि माथिबाट आउँदाखेरि देखाउने छु के भयो भिडियो हुँदैन क्या ल भाइ न